के 3 वर्ष बालिन प्रधानमन्त्री बन्ने र 2 वर्ष चाहिँ रवि प्रधानमन्त्री बन्ने सहमति भएको हो त? हिजो महावीर पुन्ज्यूले बोल्नु भएको अनुसार त त्यही शङ्का गर्न सकिन्छ। सुन्नुहोस् है त नभए। हुन अरू साथीहरू सबैलाई आम जनतालाई म के पनि भन्न चाहन्छु भने म यो मन्त्री चाहिँ धेरै बस्दैन। म चाहिँ मन्त्री बढीमा 3 वर्ष बस्छु भन्ने मेरो मनमा नै गुनिरहेको छु। किनभने 3 वर्षमा चाहिँ मैले 5 वर्ष 6 वर्षमा गर्ने काम 3 वर्षमा सकेर अनि यसको जिम्मा एउटा राम्रो जग बसालिदिएर जिम्मा चाहिँ युवाहरूलाई चाहिँ दिने हो। देश बनाउने भनेको युवाहरूले हो क्या। बुढाहरूले चाहिँ सहयोग गर्ने हो। बुढाहरूले उहाँले भन्नु त भयो युवाहरूलाई दिने, त्यो एकदम राम्रो कुरा हो। तर 3 वर्ष ट्याक्कै किन तोक्नुभयो भन्ने कुरा यहाँ चाहिँ बुझ्न सकिन्छ। त्यो हिसाबले पनि कि 3 वर्ष चाहिँ बालिन प्रधानमन्त्री बन्ने र 2 वर्ष रवि बालिन प्रधानमन्त्री बन्ने भएको हुनाले चाहिँ उहाँ महावीर पुन मन्त्रीज्यूले चाहिँ यो भन्नुभएको हो कि भन्ने आशंका गर्न सकिन्छ। खैर केही छैन। 3 वर्षमा भए पनि उहाँले धेरै राम्रो काम गर्न सक्नुहुन्छ मलाई लाग्दछ। उहाँलाई अग्रिम शुभकामना तथा बधाई है।